अब रक्सी हेरौँ है रक्सी कस्तो भयो फाले जस्तो लागिरहेको छ ल है फाले छैन ओहो पुरै बरी ल बरी पुरा फुल है खोइ भन्छौँ यसलाई बोटु भन्छौँ अनि यो चाहिँ यसको सिरुङ्गी भन्छौँ यसमा चाहिँ यसको भित्र चाहिँ यसलाई बसाल्नु पर्छ यो हेरौँ है 5 लिटरको एकदम स्पेसल कलर 5 लिटरको जर्किनमा चाहिँ यति आयो है 5 लिटर वेलकम ब्याक टु माई युट्युब च्यानल बुढा मगर दिल स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी रक्सी बनाउन जाँदैछौँ है जङ्गलमा। रक्सी बनाउने मान्छे यो हो यो अनि यो खाने मान्छे यो पुरा जर्किन बोकेर हिँड्छ। अनि हिजो चाहिँ यो बाटो खनिसकेको थियो आज चाहिँ यस्तो भइसकेको थियो। ल हिजो यो बाटो बनाइसकेको थियो यता बनाइसकेको थियो यता चाहिँ पुरा पहिरो आएर पुरा जाम भइसकेको रहेछ। हामी चाहिँ एकदम छिटो जानुपर्छ। यता तलब नगर्ने हो जहाँ चिप्ल्यो भने यहाँ गर्छ नि। ए हेर त हिजो बनाएको बाटो चप्पल निकाल्नु बगेर आउनु पनि सक्छ है माथि एकदम छिटो जाँदै गरिरहेछन्। पानी परिरहेछ पानी एकदमै ठुलो परिरहेछ। यहाँ चाहिँ पहिरो गएर यस्तो भइसकेको रहेछ। हामी रक्सी बनाउनेहरूलाई चाहिँ एकदमै अप्रोड मौसमले च्यालेन्ज दिइराखेको छ। है रक्सी बनाउन हामी आतुर छौँ गइराखेको छ। मैले हाम्रो ग्याङ ग्रुप क्यामेरामा के लाएँ केही पनि लागेको थिएन। पुरा चारैतिर कुहिरो लागिरहेको छ। अहिले चाहिँ कति यो काटीको आज लगभग आधी पनि गइसक्यो 14 गति गइसक्यो। तै पनि असार साउनको जस्तो कुहिरो लागिरहेको छ पुरै चारैतिर। हामी चाहिँ यही बेला चाहिँ मौका छोपेर रक्सी बनाउन जान लागिरहेको छौँ है त। भिडियो लास्टसम्म हेरिदिनु होला। अब हामी चाहिँ अहिले कहाँ आइपुगिसक्यौँ भन्दा ठ्याक्कै यो कोडोबारीमा आइपुगिसक्यौँ है। कोडोबारी अनि त्यसपछि हामी पुग्नुपर्ने चाहिँ माथि गराई ल कोडोबारीतिर है। ल यो चाहिँ हामी कहाँ छौँ कोडोबारीमा छौँ। अहिले कोडोहरू कतिपयजनाले चाहिँ काटिसक्नु भएको छ कतिपयजनाले चाहिँ गरिसक्नु भएको छ काट्नु भएको छैन। कोडो चाहिँ पाकिसकेको छ है त। अनि हामी पुग्नुपर्ने ठ्याक्कै त्यही घरमा है। जेलमातिर पुरै कुहिरो लागिरहेको छ चारैतिर कुहिरो लागिरहेको छ। यहाँ चाहिँ अलिकति हल्का कुहिरोले चाहिँ छोडिसकेको छ अहिले। यहाँनिरको कोडोहरू चाहिँ पुरै पाकिसकेको छ। यी हेर्नु त सबै फल झर्न लागिरहेको छ। यी हेर्नु पुरै छोयो भने यसको फल पुरै झर्छ। हेर्नुहोस् त बर्बाद छ यहाँ। ल हाम्रो चेल्पाङ गाउँमा पुरै कुहिरोले छोपिसकेको छ। अहिले यो कार्तिक महिनामा पनि पुरै श्रावण लागे जस्तो भइसकेको छ। चारैतिर आकाश पताल पुरै कुहिरोले छोइसकेको छ। उ गरिसकेको छ पुरै छोपिसकेको छ पर्दा लागिसकेको छ भने यता चाहिँ हामी छौँ र यता अर्को हिरो भन्ने कि जिरो भन्ने के भन्ने हो। एउटा चाहिँ म यहाँनिर छु है त। ल हामी चाहिँ आइपुग्न लागिसकेको छौँ। अहिले चाहिँ फुपूले के यहाँ चाहिँ यो सिस्नुहरू पुरै फुलिसकेको छ। यता हेर्नु सिस्नु पुरै फुलिसकेको छ। हिजो अस्ति चाहिँ एकदमै तिहार र बिहेमा चाहिँ एकदमै रमाइलो भएको थियो। अनि हाम्रो अगाडि पछाडि चाहिँ हिजो आज चाहिँ अलिकति सुनसान जस्तो लागिरहेको थियो छ। अनि पहिला चाहिँ यहाँ चाहिँ एकदमै सेक्युरिटी रमाइलो गर्ने चाहिँ यहाँ हाम्रो डगी साहब हुनुहुन्छ कुकुर हुनुहुन्छ। अनि
फुपू त आइसक्यो कि हो फुपू रमिता फुपू चप्पल त छैन अनि हामी चाहिँ अहिले यो घरमा आइपुगिसकेका छौँ। अब चाहिँ हामीले चाहिँ के बनाउँछौँ भन्दा अघि नै मैले भिडियोको इन्ट्रोमा भनिसकेको छु। यहाँ एकदमै यो गर्नुहोला, हेर्नुहोला, भिडियो लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। अनि हामी चाहिँ यहाँ माथि ग्राही आइपुगिसकेका छौँ है त। ल ल ल ल ल सौगाट आगो सल्का त आगो सल्का पुरै आगो सल्का छिटो खै मोटी तेल बाबा सल्का मोटेल पर्दैन कि त्योहरू प्लास्टिक हालेर सल्काट। सामानहरू तयार भइसक्यो है। यो चाहिँ यो ठुलो भाँडा हो। यसमा चाहिँ जाँड जान्छ अनि यसमा चाहिँ पानी फेर्नुपर्छ। यसमा चाहिँ रक्सी जम्मा हुन्छ, यो साँचा भन्छौँ। यसलाई चाहिँ हाम्रो मगर खाम भन्छौँ, खोए भन्छौँ। यसलाई बोड्डु भन्छौँ। अनि यो चाहिँ उसको सिरुङ्गी भन्छौँ। यसमा चाहिँ यसको भित्र चाहिँ यसलाई बसाल्नुपर्छ। यो भित्र चाहिँ यो खाली हुन्छ अनि त्यसपछि यसलाई चाहिँ बिजा राख्नुपर्छ। अनि उतापट्टि चाहिँ तयारी हुँदैछ। अब छोरीलाई सिकाउँदैछु। यो कहिलेकाहीँ चाहिन्छ, आवश्यक पर्छ। यो चाहिँ एकदमै अर्ग्यानिक, हाम्रो परम्परागत अर्ग्यानिक टाइपको हो रक्सी बनाउने यो तरिका हो, एकदमै अर्ग्यानिक तरिकाको। यसमा चाहिँ लगभग 5 लिटर जति अटाउँछ होला। यो चाहिँ माटोको भाँडा हो। यसलाई चाहिँ एकदम केयर गरेर चाहिँ बनाउनु पर्ने हुन्छ। अनि योलाई चाहिँ अहिले यहीँ बसालिन्छ अनि योलाई पनि बिजाउनु पर्ने हुन्छ। यो भाँडाको हावा बाहिर लिक नहुनुलाई चाहिँ यो कपडाले चाहिँ बेरिदिनु पर्ने हुन्छ, यसलाई बिजाएर है त। भिडियो लास्टसम्म हेरिदिनु होला कसरी रक्सी तयार हुन्छ है त। त्यो बिज्ने गरेर डुब्ने हो। ल बस पुरै बिज्नुपर्छ। त्यो पुरै बिज्नुपर्छ। भयो। अब त्यो माथि टावर निकाल, त्यो पातलो टावर त्यो त थाहा भएको कुरा गर्न। सिधा छ छैन यो जुङ्गो। यसलाई यसरी पन्ने कि डाडु यसरी यहाँनिर खरानी हाल्नुपर्छ। खरानी हालिसकेपछि यसरी खरानी हाल्नुपर्छ। खरानी चाहिँ फुल हाल्नुपर्छ किनकि यो भाँडाको बिचमा चाहिँ माटोको भाँडा हुन्छ। माटोको भाँडानिर चाहिँ ठ्याक्क नअम्लेस भन्नको लागि, धेरै तापक्रम नआओस् भन्नको लागि यो राख्नुपर्ने हुन्छ। अब माटोको चाहिँ यो खरानी चाहिँ ल खरानी पनि हालेर तयार भइसक्यो। ल त है, अब चाहिँ के गरौँ भन्दा भिडियो लास्टसम्म हेरिदिनु होला। डरम दुईटै डरम यताले नै, एउटा मकैको छोक्रा होला, एउटामा जौको दुईटा छ होला नि त। उता बुझीलाई थाहा हामीलाई। ल यो चाहिँ जाँडको डब्बा है। एउटा मकै छ होला यसमा। के छ? मकै जौ पनि रहेछ होइन, अलिकति माथिबाट छ। मकै मात्र हो, जौ पनि रहेछ, मकै पनि रहेछ। यो चाहिँ एकदम छ। यता जौको छ कि यहाँ चाहिँ, यहाँनिर चाहिँ जौको रहेछ। यो चाहिँ जौको रहेछ। यो चाहिँ सक्को गर्नुपर्छ। यो साँझ यसमा यसमा आधी हाल्नु। त्यसमा फुल मात्र हुन्छ। ल
इस्कोट छ रे होइन माथि माथिको मकै मात्रै हो भयो नि त्यसलाई बन्द ल अब फेरि यो जौँको हालिन्छ है बुटको त्यो बुटको निकाल त्यो गोप्टो पारेर निकाल रस जति सबै जान्छ कि फुल बनाइदिए त्यसलाई यता हाल्ने यता यहाँ नफुटाल है फुट्छ त्यो माटोको फुट्छ पुरै हो यहाँनिर कुखुराले खोल्दिउँ त्यसमा एक साँचा भन्छ है यो साँचा पयो भन्छ मामले त्यसमा चाहिँ फेरि एक जति जाँड हालिदियो त्यति बराबरको फेरि यो फुल पानी चाहिँ यसमा हालेर चाहिँ गोल्नुपर्छ बस बस यसमा हाल त्यसै अहिले पछि धुने कि त्यो धुनुपर्छ साफ गर्नुपर्छ स्वाद त है सबै कुप्टी डल्का त हाल मिटी भयो नि अब योलाई गोल हातले यहाँ पुरै गोल पुरै बराबर ननिचार त्यो गोल पुरै बराबर के हो यो खोरानी फालम पर्दैन कि त्यही हो भयो नि बराबर भयो पुरै त्यसको त्यो एक ठाउँ नबस्छ कि त्यसको लेडोहरू भयो अब बसाल मैले सिधा बनाएर बस एकदम सिधा है सिधा भयो भएन भयो कि हेर्नु अझै बाङ्गो चाहिँ उतातिर बाङ्गो चाहिँ भयो नि भयो अब त्यो उलेर साँचा त्यो तेरो कोर्का लिएर कोर्का यहाँ बिचमा बसाल्नु बराबर बिचमा बसाल बराबर बिच तल त्यस्तो होइन कि पहिला राख्नु त्यहाँको त्यो ओहरू यताउता सार्ने के हो त्यो जाँडहरू कि यताउता सार्ने थिएँ भित्रको उता बाबा कुखुराको टेस्टले त पिलो पिलो जस्तो आयो त्यही यस्तो होइन कि यस्तो त्यो रक्सीहरू यताउता सार्ने यस्तो बराबर छ छैन धेरै नदाब्नु एक साइड नदाब्नु यस्तो सिधा बनाउने यहाँनिरको त्यो सफा बनाएर लिएर भयो अलिअलि हुन्छ सफा सफा भयो होइन
हेर बसन सिधा बनाएर नठोके यसलाई चाहिँ बिचमा ठ्याक्क बिचमा यसरी बसाउनु पर्छ बराबर हुनुपर्छ त यसरी न यता बढ्यो चारैतिर हावा लिक नहुने किसिमले हाल्दै अब चाहिँ अर्गानिक रक्सी लगभग तयारी अवस्थामा चाहिँ यसको प्रक्रियाहरू पुरा हुन लागिराखेको छ। अब चाहिँ पाक्नुलाई चाहिँ अब लगभग यसको चाहिँ फुल हुनलाई चाहिँ लगभग 1-आधी घण्टा जति लाग्छ होला। आधी घण्टा 1 घण्टा भन्दा बढी लाग्छ होला। यो यसरी यहाँ भित्र अब फुल पानी हाल्नुपर्छ। फुल पानी हाल्नुपर्छ है। एकदम यो टाटी फर्स्ट सुरुको यो पानी तातिनलाई चाहिँ धेरै टाइम लाग्छ। पछि चाहिँ खासै टाइम लाग्दैन, 10-15 मिनटमा चाहिँ यो पानीहरू तात्छ। रक्सी कटिको निस्किने रहेछ है। मान्छे बुढापाकाहरूले भने अनुसार चाहिँ सबैको हातदेखि हातको अनुसार हातको उस अनुसार चाहिँ रक्सी धेरै आउँछ भनेर भन्नुहुन्छ। मैले बनाउन लायो भने लगभग त्यो माटोको भाँडामा हामीले साँचा भन्छौँ, त्यसमा चाहिँ फुल निकाल्छु। यसले चाहिँ कटिङ निकाल्ने रहेछ है। हेरौँ, भिडियो लास्टसम्म हेर्नु होला, कटिङ निस्किने रहेछ रसी है त, अर्गानिक रसी रक्सी। फाले क्या फेर्दैछौँ है, पानी फेर्ने भइसक्यो।
सेकेन्ड ट्रिपको पानी हामी फेर्दैछौँ। अलिकति शङ्का लगाइरहेको छ। यो पानी अलिक तातेर चाहिँ तल त्यो चाहिँ जाँडको छोक्रा चाहिँ अलिक उम्ले जस्तो लाग्यो। त्यही पनि हेरौँ लास्टमा हेरौँला। लास्टको भिडियोमा अलिकति कतै बनेको जस्तो भएन कि जस्तो लागिरहेको छ। हेर्दै जाऊँ। यो चाहिँ सेकेन्डचोटिको पानी है। ल यो चाहिँ तेस्रोचोटि है। तेस्रोचोटि पानी फेर्दैछौँ हामीले। अब लास्ट चौथोचोटि किनकि यो पानी हल्का सेलाको पानी निकालिरहेछौँ। त्यो भएर चाहिँ हामी चौथो 3 पानी भन्दा पनि 4 पानी बनाउन लागिराखेका छौँ। यही हो है। 3 पानी होइन हामी 4 पानी बनाउँदैछौँ। कटिङ निस्किन्छ कस्तो निस्किन्छ अलिकति शङ्का लागिराखेको छ। अलिकति केही खराब भयो जस्तो लागिराखेको छ। ल है अब भयो अब चौथोचोटि। ल चौथो अब 4 पानी रक्सी तयार भइसक्यो है। अब यो 4 पानी लास्ट पानी। अब रक्सी चाहिँ के हो शङ्का लगाइरहेको छ। अलिक बनेन जस्तो लागिरहेको छ। के हो के भयो कस्तो भयो हेरौँ है। ल अब रक्सी हेरौँ है। त्यो यो निकालेर यसमा राख। यो अब हेरौँ है। हेरौँ रक्सी कस्तो भयो। फालेको जस्तो लागिरहेको छ मलाई। उम्ले जस्तो धेरै उम्ले जस्तो लागिरहेछ। सेतो बनाइरहेछ। यसलाई निकालेर दिए मात्र। ल है फाले छैन ओहो पुरै बरी। वाह ओहो वाह बरी है पुरा बरी छ। नफुक्नु कस्तो नदेखिन्छ। उडी साइड देखिन्छ पुरै बरी छ। ल बरी पुरा फुल है। फुल रक्सी फुल हेरौँ है। 5 लिटरको फालेको होला भने फालेन होइन। त्यस्तो यताउता नगर्नु। त्यस्तो कुरा नगर्नु कि पुरा फुल निस्किरहेको छ। देखिरहेको छ। 2 कप हालिसक्यो। एकदम स्पेसल कलर। लास्टै भएर तपाईँको मोबाइलतिर फ्याँकिदिनु। फुल निस्केर फाटाफट सके संसार त्यसको ग्यास जान्छ। आँखा लाग्नु टक्क भन्दै गर्न सबै उठेन। कपमा डरममा हालेको 5 लिटर आउँछ के हो। तर रक्सी कस्तो आयो। ल निकाल्छु है। यति रहेछ है। ल रक्सीको भाँडा हालिहालौँ। हाल्नु फटाफट भयो 5 लिटरको जर्किनमा चाहिँ यति आयो है। 5 लिटरको जर्किनमा यति आयो भनेपछि अब यसको टेस्ट चाहिँ कतिको कडा कतिको लो छ अनि चाखेरै थाहा हुन्छ। पानी भइरहेछ कि कस्तो भइरहेछ थाहा भएन। अब मैले पनि खाँदैन। त्यही पनि हल्का जिब्रोमा लगाएर चाहिँ टेस्ट गर्नु पर्ला।
ल हाम्रो अर्गानिक रक्सी पकाए चाहिँ यतिकै फिनिस भइसकेको जानकारी दिँदै बिदा हुन्छु। धन्यवाद। यहाँ देखिरहेछ ल त्यसो गर्दैछु है 1% सुक्कु 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 फेरि होला अलिकति ल मकै पनि आयो है। मकै यस्तो कार्तिक मासमा चाहिँ मकै नछिपेको रहेछ कि माथि